नमस्कार सम्पूर्ण भाइ बहिनीहरूलाई म तपाईहरुको विज्ञान शिक्षक मोहन भण्डारी। तपाईहरुलाई एसई मा सजिलो होस् भन्ने तरिकाले सहजीकरण गर्नका लागि यो च्यानल मार्फत म तपाईहरुको माझमा उपस्थित भइसकेको छु र तपाईहरुले एसई सँग विशेष एसई साइन्स सँग रिलेटेड कुराहरु जानकारी लिनको लागि यो च्यानललाई सब्स्क्राइब गर्ने, शेयर गर्ने, लाइक गर्ने, कमेन्ट गर्न चाहिँ नबिर्सनु होला। ओके, आज हामीले एक्सेलरेसन ड्यू टु ग्राभिटी स्मल जी, जसलाई हामीले एक्सेलरेसन ड्यू टु ग्राभिटी भन्छौं, जुन भेक्टर क्वान्टिटी हो, यसको चाहिँ अर्थको सरफेसमा भनेर आज यसको भ्यालु कति हुन्छ, फर्मुला के हुन्छ, यो फर्मुला प्रुफ गर्दै छौं र यो फर्मुला सबै अरु हेभनली बडीहरुमा पनि लागू हुन्छ यही फर्मुला। र यो आज हामीले प्रुफ गर्ने भनेको के हो भन्नुहुन्छ भने आज हामीले प्रुफ गर्ने कुरा मैले यहाँ तपाईलाई देखाउँछु। जस्तै क्यापिटल जी क्यापिटल एम अपन आर स्क्वायर है, यो आर स्क्वायर भयो। यो स्मल जी को भ्यालु कति हुन्छ भनेर निकाल्न पर्यो भने स्मल जी को फर्मुला प्रुफ गर्ने हो। आज मेन काम भनेको स्मल जी को फर्मुला प्रुफ गर्ने हो। फेरि सम्झनुस्, स्मल जी भनेको क्यापिटल एम अपन आर स्क्वायर हो। क्यापिटल एम भनेको कुनै पनि जुन ठाउँमा हामी जुन ग्रह उपग्रह, जुन प्लानेटहरुमा, जुन सैटेलाइटमा, जुन हेभनली बडीमा, जुन सेलेस्टियल बडीमा हामी बसिरहेका हुन्छौं, कुनै पनि वस्तुलाई राखिरहेका हुन्छौं, त्यसलाई क्यापिटल एम भनिन्छ। मानव अहिले हामी एउटा पृथ्वीको कुरा गर्दै छौं। पृथ्वीको पिण्ड क्यापिटल एम, पृथ्वीको सतहमा राखिएको एउटा स्मल अब्जेक्ट जहाँ राम, हरि, श्याम, ढुङ्गा, माटो, घर जे पनि हुन सक्छ, त्यो क्यापिटल एम को माथिपट्टि सरफेसमा राखेको स्मल एम भनेको वस्तुको पिण्ड, क्यापिटल एम भनेको पृथ्वीको पिण्ड। र यो पृथ्वीको अर्धव्यास कति छ भन्दा पृथ्वीको अर्धव्यास चाहिँ क्यापिटल आर छ। पृथ्वीको अर्धव्यास कति छ साथीहरु? क्यापिटल आर पृथ्वीको अर्धव्यास छ। पृथ्वीको सतहमा एउटा स्मल एम भएको वस्तु राखिएको छ, त्यसको पृथ्वीको अर्धव्यास रेडियस क्यापिटल आर छ, पृथ्वीको पिण्ड क्यापिटल एम छ भने यो स्मल एम र क्यापिटल एम बीच प्रोड्युस हुने, उत्पन्न हुने ग्राभिटेशनल फोर्स कति हुन्छ? ग्राभिटेशनल फोर्स एफ बराबर जी m1 m2 अपन डी स्क्वायर हुन्छ। त्यसो भए यी दुईटाको केसमा m1 भनेको क्यापिटल एम, m2 भनेको स्मल एम, यी दुईटा बीचको दूरी भनेको यो पनि के हो? यो दूरी भनेको पनि अर्धव्यास नै हो। यहाँ सतहसम्मको लिन्छौं, माथि लिदैनौं। यहाँ क्यापिटल एम नै क्यापिटल एम देखि स्मल एम सम्मको दूरी भनेको क्यापिटल आर नै हो, रेडियस नै हो। त्यसो हो भने अब यो पृथ्वी र यो स्मल एम भनेको अब्जेक्ट बीच उत्पन्न हुने गुरुत्वाकर्षण बल ग्राभिटेशनल फोर्स भनेको एफ भनेको क्यापिटल जी क्यापिटल एम स्मल एम अपन आर स्क्वायर। हाम्रो फर्मुला हो जी m1 m2 अपन डी स्क्वायर। यहाँ m1 भनेको क्यापिटल एम छ, m2 भनेको स्मल एम छ, दूरी भनेको आर छ। अरु कुरा हामीले माथि ल्याङ्ग्वेजमा त्यही कुरा लेखेका छौं। अब पछाडी हेरौं। मैले भनिहालेँ एउटा क्यापिटल एम मास चाहिँ एउटा प्लानेटको हो, त्यो प्लानेटमा स्मल एम भएको वस्तु राखिएको छ, त्यसको सरफेसमा यी दुईटा बीचको दूरी त्यो हेभनली बडीको त्यो प्लानेटको रेडियस हो, अर्धव्यास हो। अब न्यूटन्स युनिभर्सल लले यो क्यापिटल एम र स्मल एम बीच प्रोड्युस हुने ग्राभिटेशनल फोर्स भनेको जी m1 m2 अपन डी स्क्वायर हो। m1 भनेको क्यापिटल एम हो, m2 भनेको स्मल एम हो र यिनीहरू बीचको दूरी भनेको आर हो, त्यसको स्क्वायर भयो। यो जो हामीले प्रुफ गरेको फर्मुला। अब हामीले न्यूटन सेकेन्ड लबाट के थाहा छ भने कुनै पनि वस्तु पृथ्वीको केन्द्रतिर खसिरहेको छ, फ्रीली खसेको छ, स्वतन्त्र रूपमा खसेको छ भने त्यति बेला पृथ्वीको केन्द्र होस् अथवा अरु कुनै पनि हेभनली बडी होस्, त्यो कुनै पनि हेभनली बडी कुनै पनि प्लानेटतिर स्वतन्त्र रूपमा खसिरहेको वस्तुमा जति प्रवेग उत्पन्न हुन्छ स्मल ए, त्यो प्रवेग भनेको स्मल जी गुरुत्व प्रवेग एक्सेलरेसन ड्यू टु ग्राभिटी सँग इक्वल हुन्छ। वस्तु स्वतन्त्र रूपमा कुनै पनि प्लानेट तर्फ खसिरहेको छ भने त्यति बेला त्यो वस्तुमा उत्पन्न हुने एक्सेलरेसन भनेको एक्सेलरेसन ड्यू टु ग्राभिटी स्मल जी सँग बराबर हुन्छ
न्युटन सेकेन्ड ल अफ मोसन हामीले कक्षा 9 मा पढेका हौं। F बराबर ma भनेर पढेका छौं। कुनै पनि वस्तुमा उत्पन्न हुने गुरुत्व, कुनै पनि वस्तुमा लाग्ने बल पृथ्वीको कारणले गर्दा F बराबर mg भयो। भनेको कुनै पनि वस्तु पृथ्वीको सतहमा बसेको छ भने त्यो वस्तुलाई पृथ्वीले तान्ने बल कति हो? F बराबर mg हो, जुन तौलसँग बराबर हुन्छ। कुनै पनि वस्तुमा वस्तुको तौल कति छ भनेर भन्नुको अर्थ त्यो वस्तुलाई पृथ्वीले कति बलले तानेको छ भन्ने बुझिन्छ। त्यसैले F भनेको कति भयो? यहाँ mg भयो। अब अगाडि F भनेको gm1 m2 अपन r², पछाडिको F भनेको mg। यो mg र अगाडिको gm1 m2 अपन r² भन्ने बराबर हुनुपर्छ। भनेपछि पहिलोचोटि आएको gm क्यापिटल M स्मल m अपन r², पछि न्युटन सेकेन्ड लले भनेको mg। स्मल mg न्युटन सेकेन्ड लले युनिभर्सल ल अफ न्युटन्स ल अफ ग्राभिटेसनबाट आएको चाहिँ कुन हो? युनिभर्सल ल अफ ग्राभिटेसनबाट क्यापिटल G क्यापिटल M स्मल m अपन r² दुईटा इक्वल भयो। स्मल mले स्मल mलाई च्वाट काट्यो, स्वाट काट्यो। हेर्नुस् त कसरी काटिन्छ, एउटै भएपछि काटिन्छ। अब बाँकी रह्यो यतापट्टि G, यता बाँकी रह्यो कि क्यापिटल G क्यापिटल M अपन r²। यो नै हाम्रो आवश्यक फर्मुला यही नै हो। यो फर्मुला भइसकेपछि अब तपाईहरुले के बुझ्नु पर्यो भने स्मल g को फर्मुलामा स्मल m छैन। भन्नुको अर्थ पृथ्वीमा उत्पन्न हुने कुनै पनि ठाउँमा उत्पन्न हुने गुरुत्व प्रयोग स्मल g, कुनै पनि वस्तुमा कुनै पनि पिण्डमा उत्पन्न हुने स्मल g, त्यो वस्तुको पिण्डमा भर पर्दैन। इट डज नट डिपेन्ड अपन द मास अफ द अब्जेक्ट। एक्सेलरेसन ड्यू टु ग्राभिटी ठूलो ढुङ्गालाई, ठूलो घरलाई, ठूलो मोटो मान्छेलाई, दुब्लो मान्छेलाई, सानो किरालाई, सानो ढुङ्गालाई सबैमा एक्सेलरेसन ड्यू टु ग्राभिटी एउटै हो। किन? एक्सेलरेसन ड्यू टु ग्राभिटी स्मल g मा स्मल m छैन। जम्मा यो स्मल g केमा डिपेन्ड हुन्छ? क्यापिटल G युनिभर्सल कन्स्टेन्ट भयो, क्यापिटल M मास हो, त्यो हेभनली बडीको लागि कन्स्टेन्ट हो, r² रेडियस कुनै ठाउँको लागि फिक्स हुन्छ है त। यो यति कुरामा भर पर्छ। यो असाध्यै इम्पोर्टेन्ट फर्मुला हो। यो इम्पोर्टेन्ट छ, राम्रोसँग तयारी गर्नु होला। र मैले फेरि पनि तपाईहरुलाई भन्छु, तपाईहरुलाई एसई को लागि असाध्यै फलदायी कुनै पनि विषयवस्तु खोज्नुहुन्छ भने साइन्सको लागि तपाईले स्मार्ट साइन्स इन बोथ नेपाली एन्ड इंग्लिश का लागि यो मेरो च्यानललाई सब्स्क्राइब गर्नु होला, लाइक गर्नु होला, कमेन्ट गर्नु होला, शेयर गर्नु होला। तपाईहरु सबैका लागि बेस्ट विशेष, बेस्ट अफ लक भन्दै यो कक्षाबाट बिदा हुन्छु। धन्यवाद, नमस्कार।